तपाईँको स्टेप मन पर्यो भने खान तपाईँको डान्स पनि खै मन पर्यो मलाई त डान्स गर्नु न स्पोन्सर बिलाउदी के गरेको 2 लाख गड्डीले हालेर हाम्रो दिदीलाई धेरै 2 लाख गड्डी अर्को लैसक्यो दिपेश भाइ मजा आयो ए मजा आम पनि यसरी जाँदैछौँ अब चौतारा मेलाको हामी यसरी जाँदैछौँ यसरी कोच्ची जाँदैछौँ हामी चौतारा मेलातिर जाँदैछौँ त्यहाँको खर्च खेल्नै पर्छ यहाँको पैसा ल त्यही फाल्ने सल्यानको पैसा हिँड्यो साइलो भलिबलको ट्र्याक लाएर भाइ त हाम्रो लागि लकी रहेछ भाइ त अस्ति बाइकमा बिलाउदी हाम्रो दिदीको चाहिँ मन सफा छ है मन ठुलो छ सफा छ हाम्रो दिदीको मन सफा छ है मन सफा पनि बेलाउदी कुयो गर्न सक्छ अनि दिदीलाई मेरो रेड दिएको के अनि रेड दिएको नि हैन राष्ट्रिय गान उठौँ सतर्क गर्नको लागि मिठो छ अच्छा हैन अच्छा हैन सम्पूर्ण सहयोगपछि हामीले सहयोगलाई नसम्झेर अगाडि बढ्न नसकिने भएकोले सहयोगलाई सम्झिनको लागि 1 मिनेट मौन धारण गर्नको लागि के भन्न चाहन्छ बेलायती कस्तो लाग्यो समय एउटा छ कि दुईटा छ बेलायती दुईटा ल्यान्ड बेलायती अरे एउटा हो नि एउटा हातमा दुईटा भन्दैन म त 300 कति छ बेलायती एउटा खाइराख्छ कहाँ दुईटा रहेछ त्यसै बोले त्यसै बोले चल हेर्नु न अनि दुईटा किन भनेको 300 मौनधारण चिरम सरलाई सर चिरम सरलाई नलग्नु है हजुरले मेरो भ्लग गराउनु मैले ल है आज त गाडीमा बनाउनु पर्छ है त ल हाम्रो भाइको पनि ब्लग हेरिदिनुहोस् है सबैले हाम्रो चिरन भाइको तिम्रो छैन सबैले माया गरिदिनुहोस् चिरन सरलाई है हाम्रो भाइहरूलाई पनि होइन त्यो खम्बा बाङ्गो भएर हाम्रो भाइको कडा स्पाइक सँगै कडा कपाल पनि रहेछ यहाँ करेन्ट चाउचाउको अनि दामी छ हाम्रो चिरन दाइको भ्लगमा हजुरलाई स्वागत छ है उहाँले फोटो खिच्नु लानुभयो युट्युबरहरूको बारेमा मात्रै धेरै चर्चा आयो क्या अब हाम्रो दाइ र दिदीको बारेमा नि यस्तो केही चर्चा गर्दै सबैजना हामीलाई अगाडि बढाउनको लागि गइरहेका छौँ बधाई तथा स्वागत मञ्चले राखेर कार्यक्रम अगाडि बढाइदिनको लागि म यस जनजाति फाल्को विपिसी अध्यक्ष सेतीराम रोकाईलाई अनुरोध गर्दछु तपाईँले फगाई लग्न पाउनु न अरे मान्छेले भनिरहनु लग्न दिन नहुन हो कि नै भाइ लग्न दिन्छौ चिरन्दाले उता लग्ने रे नलग्ने म फगाउँदै हुनुहुन्छ उहाँले अब राडीको लागि रुकुम जाँदै हुनुहुन्छ सबै भाइ फगाउँदै हुनुहुन्छ है फगाउँदैन हेर तिमी हो ताना तान्छ खेलाडीलाई
ल है बधाई छ हजुरहरूलाई के रे भाइ त्यो के गरेको 2 लाखको गड्डीले हेला गरे दिपेश भाइ हाम्रो दिललाई धेरै धेरै 2 लाख गड्डी अर्को लैसक्यो ल छुलन दिए हैन रोनाल्डो स्टाइल गर न एकचोटी सर लाएर तपाईँ यसो गरेर जान सु कर्णाली भित्र ल गीत बज्यो अहिले होस् न तपाईँ स्वागत छ है ल कुशल चन्द आयो ल तपाईँको स्टेप मन पर्यो भने खान तपाईँको डान्स पनि खै मन पर्यो मलाई त डान्स गर्न एकछिन जाँदैछौँ रुकुममा यस्तो गाह्रो छ गाडी नपाएर यो ब्लग फेरि म बनाउनै छोड्दैन फेरि है ल बाई बाई हामी जाँदैछौँ है त पर्दी भाइ नजाने रे ल बाई बाई फोन गराइ भोलि गणेश जानी बेला को आयो अर्को दिपेश भाइ मजा आयो मजा हामी पनि यसरी जाँदैछौँ अब चौतारा मेलाको हामी यसरी जाँदैछौँ यसरी कोच्ची जाँदैछौँ त्यो भाइ चढ्यो नि गुरुको भाइ आएन तिम्रो भाइ नलिनु ल त ल एक्लै मान्छे के डराइदियो ल बाई बाई हामी पनि जाँदैछौँ हामी चौतारा मेलातिर जाँदैछौँ त्यहाँको खडखडी खेल्नै पर्छ ए यहाँको पैसा लगेर त्यही फाल्ने हो हाम्रो सल्यामको पैसा लगेर रुकुमा फाल्ने सोच्नु होइन हामी खडखडी खेल्ने गाना बज्दैन कता हिँड्यो साइलो भलिबलको ट्र्याक लगाएर भाइ त हाम्रो लागि लकी रहेछ भाइ त अस्ति बाइकमा ल्याउनु गएको थिएँ भाइ खतरा चला 2 ठाउँमा त भाइ डर लाग्यो मलाई बिस्तारै चला भनेको मैले भाइ नै हो मलाई बसालेको बाफ्रे डरले म अब गाडी पो कता दौडाउँछन् ए हामी पृथ्वी चोक लगाउ न पृथ्वी चोक लगाउ रे यहाँ साललाई ल है तिमीले बजाउने भाइको म लोड गर्दा थिए कसमा मेरो राम्रो गीत आ दिपेश भाइको छ दिपेश भाइकोमा म बजाइन्छ ल राम्रो बजा केटा राम्रो नयाँ कुरा ल यहाँ पनि मिलिरहेको छैन अब बिस्तारै जानुपर्छ बाटोमा बनाउँदै गर्छ है त म